युके जानको लागि कति पैसा लाग्दो रहेछ भन्ने कुरा तपाईको मनमा यदि छ भने तपाईहरुले आज हामी प्रश्न पार्न चाहन्छ। म धनञ्जय शाह धनञ्जय स्टडी अब्रोडबाट तपाईहरु सबैजनालाई वेलकम गर्न चाहन्छु। आजको यो युके जानको लागि पैसाहरु तपाईसँग छ कि छैन या छ भने कति पैसा जति लाग्छ भन्ने कुरा तपाईले आज म विस्तृत जानकारी लिएर आइसकेको छु। सो फर्स्ट कुरा तपाईले चाहिँ युके एप्लाई गर्नु भएको छ फर एक्जाम्पल ब्याचलरको लागि। सो ब्याचलर मा लागि तपाई एप्लाई गर्नु भएको छ भने तपाईको जीपीए 2.4 भन्दा माथि छ र 12 को इंग्लिशमा बी छ भने यु हैव टु एप्लाई टु युनिभर्सिटी अफ वुल्भरह्याम्पटन र रेभेन्सबर्ग युनिभर्सिटीमा एप्लाई गर्नुभयो फर एक्जाम्पल। र तपाईले एप्लाई गर्नुभयो भने इन्टरभ्यु दिनुपर्ने हुन्छ र इन्टरभ्यु तपाईले पास गर्नुहुन्छ। इन्टरभ्यु पास गरिसकेपछि तपाईले चाहिँ एनओसी बनाउनु पर्ने हुन्छ। तबसम्म तपाईको पैसा लागेको हुँदैन। एनओसी बनाउनको लागि 2000 नेपाली रुपैयाँ लाग्छ। 2000 तपाईले पेमेन्ट गरिसकेपछि देन आफ्टर यु हैव टु पे 8000 रुपैयाँ नेपाली 8000 रुपैयाँ तपाईले मेडिकलको लागि पेमेन्ट गर्नुहुन्छ। त्यसपछि यु हैव टु पे योर ट्युसन फी तपाईले चाहिँ 50% पेमेन्ट गरेर जान पनि मिल्यो 60% पेमेन्ट गरेर जान पनि मिल्यो। सो यदि तपाईले 50% ट्युसन फी पेमेन्ट गर्नुहुन्छ भने यो ट्युसन फी विल बी 6000 पाउन्ड भनेको नेपालको 10.5 लाख 11 लाख जति तपाईको हुन्छ हैन। इन्स्योरेन्सको 4,70,000 इट मीन्स दैट 4,70,000 करेन्सीहरु कहिलेकाहीँ कम र बढी भएको हुन्छ। सो तपाईको चाहिँ 4,70,000 देखि लिएर 5 लाख सम्म इन्स्योरेन्सको फी लाग्छ जुन चाहिँ फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयरहरु सम्म तपाईले चाहिँ चोटपटक लाग्यो दुर्घटना भयो भने इन्स्योरेन्स कम्पनीले तपाईले हेरिदिने गर्छ। सो इन्स्योरेन्सको टोटली तपाईको चाहिँ 4,70,000 देखि 5 लाख सम्म तपाईको इन्स्योरेन्सको लाग्ने रहेछ। र भिसा त्यसपछि तपाईको 91,000 लाग्छ। सो यो सबै गरिसकेपछि तपाईको 16 टु 17 लाख भयो है। सो तपाईको चाहिँ भिसाको 91,000 र भीएफएस को 9,600 रहेछ। यो सबै गरिसकेपछि तपाईको 16 टु 17 लाखमा सबै काम तपाईको 50% पेमेन्ट गरेर जाँदाखेरि सबै काम क्लियर हुन्छ। र त्यसपछि तपाईको फुल पेमेन्ट गरेर यदि तपाई जाँदै हुनुहुन्छ भने इफ यु आर गोइङ टु फुल पेमेन्ट त्यसपछि तपाईको फुल पेमेन्टमा तपाईको 25-26 लाख जति लाग्छ। सो युके को विषयमा तपाईको चाहिँ केही पनि कुरा बुझ्न चाहनुहुन्छ केही कुरा तपाईको जानकारी लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ किनभने हामी ओन्ली वी आर एप्लाई फर स्टडी इन द युके। युके को विषयमा केही पनि तपाईको जानकारी छ भने तपाईले हामीलाई सम्झिन सक्नुहुन्छ। धनञ्जय शाह धनञ्जय स्टडी अब्रोड स्क्रिनमा दिएको नम्बरमा तपाईले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्यांक यू भेरी मच।